33औं अधिवक्ता परीक्षाको लागि तोकिएका नजिरहरू देवानी 2 निर्णय नम्बर 11200 दूषित नामसारी निर्णय लिखत दर्ता बदर भाग 65 साल 2080 महिना फागुन अंक 11 फैसला मिति 2079 10 महिना 18 गते सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डाक्टर श्री कुमार चुडाल फैसला मिति 2079 10 महिना 18 गते 075 CI 0940 मुद्दा दूषित नामसारी निर्णय लिखत दर्ता बदर निवेदक वादी ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 20 बस्ने सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति भई आफ्नो हकमा समेत ऐ बस्ने अमीर राज जोशी विरुद्ध प्रत्यर्थी प्रतिवादी काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 20 बिच्छे बहाल बस्ने गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत ऐ वडा नम्बर 16 नयाँ बजार बस्ने उत्तमलाल जोशीको छोरा सुनिललाल जोशी समेत सम्पत्तिको हक कानूनद्वारा मात्र सृजना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने त्यसपछिको बकसपत्र लिखतको शर्त बमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने प्रकरण नम्बर 5 निवेदक वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री शम्भु थापा र श्री पूर्णमान साक्य तथा अधिवक्ताहरू श्री राजीव आचार्य श्री हरिप्रसाद पौडेल र श्री जनक सिंह साउद प्रत्यर्थी प्रतिवादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री विष्णु भट्टराई र श्री भीम बहादुर गुरुङ तथा अधिवक्ता श्री गणेशमान प्रधान अवलम्बित नजिर नेकापा 2066 अंक 8 निनम 8201 नेकापा 2066 अंक 7 निनम 8190 नेकापा 2066 अंक 3 निनम 8105 नेकापा 2069 अंक 4 निनम 8803 सम्बद्ध कानून मालपोत ऐन 2034 सुरु तहमा फैसला गर्ने माननीय जिल्ला न्यायाधीश श्री शालिग्राम कोइराला काठमाडौँ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री भीम कुमार ओझा माननीय न्यायाधीश श्री ऋषि प्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्याय डाक्टर कुमार चुडाल न्याय प्रशासन ऐन 2073 को दफा 12 को उपदफा 1 को खण्ड क र ख बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ। संक्षिप्त तथ्य मेरो मावलीपट्टिका हजुरबुवा गन्धर्व नारायण र निजकी श्रीमती विष्णुदेवी प्रधानको कोखबाट छोराहरूको जाय जन्म नभएकोमा नजिकको हक खाने हकदारहरूमा 2 जना छोरी ज्यान बाबा र कान्छी मनिना बाबा प्रधान मात्र भएकोमा आफ्ना 2 जना छोरीहरू जेठी ज्यान बाबाको तर्फबाट जन्मेका नाति उत्तमलाल नातिनीहरू जुलुम र नानी छोरी तथा मनिना बाबा तर्फका नातिनीहरू सरोज र नयनताराको जाय जन्म भएकोमा मनिना बाबाको 2043 सालमा कालगतिले मृत्यु भइसकेको छ। हजुरबुवा गन्धर्व नारायणको 1989 मा कालगतिले परलोक भइसकेपछि विष्णुदेवी प्रधानको हेरचाह रेखदेख गर्ने व्यक्ति कोही नभएकोले मिति 2001 10 महिना 19 मा रनम 6464 बाट निजका नामको घर जग्गा लगायतका सम्पत्तिहरू अष्टलोह गैर गरी नानी छोरी कायस्थ 1 सरोज जोशी 1 नयनतारा प्रधान 1 उत्तमलाल जोशी 1 जुलुम जोशी 1 समेत 5 जनालाई त्यसपछिको बकसपत्र लिखत पारित गरिदिएकोमा जुलुम जोशीको 2018 सालमा अविवाहित अवस्थामा नै मृत्यु भई बाँकी रहने 4 जनाले उक्त शेषपछिको बकसपत्र बमोजिम विष्णुदेवीका नामको दर्ता श्रेष्ठता कायम रहेको घर जग्गाहरू बराबर बाँडी खान पाउने अधिकार रहन्छ। त्यसपछिको बकसपत्र दिनुहुने बजै विष्णुदेवी प्रधान 2023 सालमा नै कालगतिले परलोक हुनुभएपछि उहाँको नाममा दर्ता श्रेष्ठता कायम रहेका जग्गाहरूमध्ये काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 20 बिच्छे बहालको किनम 864 को क्षेत्रफल 0100 भएको जग्गामा रहेको 3 तले घर ऐ साबिक बालाजु 2 ग किनम 131 को 1610 क्षेत्रफलको टिनले छाएको कच्ची घर समेतको जग्गा ऐ वडा नम्बर 1 ख किनम 165 को 0610 ऐ सीतापाइला वडा नम्बर 9 क किनम 369 को
1220 ऐ को वडा नम्बर 1 क किनम 661 को 2430 ऐ वडा नम्बर 1 किनम 166 को 112 समेतका जग्गाहरूमा नामसारी दाखिल खारेज गरिलिन बाँकी रहेको थियो। हामी त्यसपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई मिति 2037 8 महिना 15 मा उत्तमलालले र 2051 सालमा उत्तमलालको मृत्यु पश्चात गुणकेशरीले मिति 2052 10 महिना 26 मा आफ्ना नाममा दूषित मनसाय राखी जानाजान हाम्रो हक मेट्ने गरी गराएको नामसारीको कानूनी मान्यता शून्य हुने हुँदा उल्लिखित दूषित नामसारी निर्णयलाई बदर गरी मिति 2001 10 महिना 19 को शेषपछिको बकसपत्रको लिखतको वास्तविक हकवाला हामी 5 जना रहेकोमा जुलुमको मृत्यु भएकोले 4 जनाले शेषपछिको बकसपत्र अष्टलोह गैर लिखतको आधारमा 4 भागको 1 भाग मेरो नाममा समेत नामसारी दाखिल खारेज हुने गरी जग्गा धनी प्रमाण पूर्जा दिलाई पाऊ भन्ने समेत बेहोराको फिराद पत्र। प्रस्तुत मुद्दामा मलाई पनि प्रतिवादी बनाइएको हकमा बजै विष्णुदेवी प्रधानको नाउँमा दर्ता रहेको 6 किता घर जग्गा शेषपछिको बकसपत्र पाउने हामी 4 जना नाति नातिनीहरूले पाउने पर्नेमा नाति उत्तमलाल जोशी 1 जनाले मात्र एकलौटी रूपमा मिति 2037 साल 8 महिना 15 मा नामसारी दर्ता गराइलिएको र निजको मृत्युपछि निजकी श्रीमती गुणकेशरीले दर्ता गराइलिसकेपछि आफ्ना छोराछोरीको नाउँमा समेत दर्ता गराइलिने दिने गरेको सम्पूर्ण दूषित कार्यहरूमा मेरो संलग्नता नरहेको र मलाई यस विषयमा जानकारी समेत नभई फिरादी सरह म पनि आफ्नो हकको त्यसपछिको बकसपत्रको सम्पत्तिबाट वञ्चित रहेको र उपयुक्त दूषित दर्ता गराउने व्यक्तिहरूले नै प्रत्यक्ष रूपमा हाम्रो हक मेट्ने कार्य गरेको हुँदा मैले तिर्नु बुझाउनु पर्ने होइन भन्ने समेत बेहोराको प्रतिवादी नानी छोरी कायस्थको प्रत्युत्तर पत्र। प्रस्तुत मुद्दामा मिति 2001 साल 10 महिना 19 को शेषपछिको बकसपत्र अनुसार शेषपछिको बकसपत्र गरिदिने विष्णुदेवी प्रधानको 2023 सालमा परलोक भइसकेको थियो। पिता उत्तमलालले मिति 2037 साल 8 महिना 15 मा शेषपछिको बकसपत्र अनुसारको नामसारी दाखिल खारेज गर्नुभएको नभई बजैको सम्पत्ति हकदार नातिका नाममा नामसारी गर्नुभएको र बाबु उत्तमलालको परलोक पश्चात मिति 2052 10 महिना 26 मा हकदार आमा गुणकेशरीले कानून बमोजिम आफ्ना नाममा नामसारी गराउनु भई साबिक बालाजु 2 ग किनम 336 किताकाट गरी कायम भएको किनम 910 सुनिल लाललाई र किनम 911 सुमनलाललाई हक हस्तान्तरण गरिदिनु भएको अवस्थामा किनम 336 को सम्बन्धमा पिता उत्तमलालले दायर गर्नुभएको मोही निष्कासन र घर भत्काई पाऊ मुद्दामा मोही निष्कासन र घर भत्किने ठहर भई काठमाडौँ जिल्ला अदालतको मिति 2052 2 महिना 15 को फैसलालाई सदर गर्ने गरी मिति 2052 10 महिना 1 मा तत्कालीन पुनरावेदन अदालत पाटनबाट फैसला अन्तिम भई फैसला कार्यान्वयनको प्रक्रियामा मिति 2053 9/22 चनम 852 मार्फत चलन पूर्जी समेत प्राप्त भई अनवरत रूपमा भोगचलन गर्दै आइरहेको अवस्था समेतका आधारमा विपक्षीको फिराद दाबी पुग्न नसक्ने हुँदा खारेज गरी पाऊ भन्ने समेत बेहोराको प्रतिवादी गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत प्रतिवादी सुनिल लाल जोशीको प्रत्युत्तर पत्र। लगाउमा साथै पेश हुन आएको 39/069/04956 को दूषित नामसारी दर्ता बदर मुद्दामा आज यस इजलासबाट यसै विवादको जरियाको विषयमा 4 भागको 1 भाग लिखत बदर हुने गरी फैसला भएकोले उक्त फैसलामा लिइएको बुदा प्रमाण समेतको आधारमा प्रस्तुत दूषित नामसारी दर्ता निर्णय बदर गरी शेषपछिको बकसपत्र नामसारी दाखिल खारेज दर्ता गरी पाऊ मुद्दामा मिति 2037 साल 8 महिना 15 मा उत्तमलालले गराएको नामसारी र मिति 2052 साल 10-26 मा गुणकेशरीले गराइलिएको नामसारी निर्णय बदर भई उक्त लिखत मध्ये 4 भागको 1 भाग बदर भई वादीका नाममा नामसारी दाखिल खारेज समेत हुने ठहर छ भन्ने समेत बेहोराको सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 3 महिना 22 मा भएको फैसला। प्रस्तुत मुद्दामा सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 3 महिना 22 मा लगाउको सम्मत 2069 सालको दिनम 39/069/04956 को दूषित नामसारी निर्णय बदर दर्ता मुद्दामा भएको फैसलाकै आधारमा प्रस्तुत मुद्दामा समेत वादी दाबी अनुसार गर्ने गरी मूल विषय र विद्यमान कानूनहरूले गरेको हकदैया हदम्याद जस्ता कुराहरूको अध्ययन मनन र ख्यालै नगरिकन हचुवा सतही र आत्मनिष्ठ भावनाबाट ग्रसित भई गरिएको फैसला
बदर गरी पाऊँ भनी अलग्गै पुनरावेदन पत्र दायर गरिसकेको हुँदा सोही पुनरावेदन पत्रलाई यस मुद्दाको समेत मुख्य पुनरावेदन जिकिरको रूपमा ग्रहण गरी सुरु काठमाडौँ जिल्ला अदालतको उक्त फैसला उल्टी गरी पाऊँ भन्ने समेत बेहोराको प्रतिवादी सुमनलाल जोशी र सुनिललाल जोशीको तर्फबाट उच्च अदालत पाटनमा पेश गरेको पुनरावेदन पत्र मिति 2001 साल 10 महिना 19 मा भएको शेषपछिको बकसपत्र लिखतका दाताको 2023 सालमा मृत्यु भई कानूनले तोकेको 2 वर्षको हदम्याद नागेपछि मिति 2070 1 महिना 20 मा मात्र वादी अदालत प्रवेश गरेका दाताको परलोक भएको 14 वर्षपछि मिति 2037 साल 8 महिना 15 मा प्रतिवादीहरूका बाबु उत्तमलालले नामसारी दर्ता गराएको उत्तमलालको 2051 सालमा मृत्यु भएपछि हकदार श्रीमती गुणकेशरीले नामसारी दाखिल खारेज गर्ने गरी मिति 2052 10 महिना 26 मा निर्णय गराएको एवं निज गुणकेशरीले आफ्ना छोरा प्रतिवादीहरूलाई हक हस्तान्तरण गरेको कार्य समेतमा यी वादीले कानूनको म्यादभित्र कुनै दावी उजुरी समेत नगरेका तथा उत्तमलालले काजी मान उपर मोही मुद्दा गरी तह फैसला भई एकलौटी जग्गाधनी कायम भएको सम्बन्धमा समेत वादी मौन बसेका कारणबाट वादीको निर्विवाद हक कायम रहन नसकी खण्डित भएको अवस्था देखियो। हकदैया खण्डित भइसकेको दान बकस महलको 5 नम्बरको हदम्याद भित्र आफ्नो हक कायम गराउन नसकेको र हदम्याद विहीन फिराद पत्रबाट प्रत्यर्थी वादीको हक कायम हुन नसक्ने अवस्थामा फिराद दावी अनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेज समेत हुने ठहर गरेको सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 3 महिना 22 मा भएको फैसला बदर भई फिराद दावी पुग्न नसक्ने ठहर छ भन्ने बेहोराको उच्च अदालत पाटनबाट मिति 2075 1 महिना 20 मा भएको फैसला प्रस्तुत मुद्दामा रहेका विवादका घर जग्गाहरू मेरो बजै विष्णुदेवी प्रधानको राजी खुशीले अष्टलोह गएर समेतको त्यसपछिको बकसपत्र लिखत पारित गरिदिए बमोजिम उहाँको परलोकपछि निवेदकले पाउनु पर्नेमा विवाद छैन। मुलुकी ऐन रजिस्ट्रेशनको 1 नम्बर बमोजिम निवेदिका समेतको शेषपछिको बकसपत्र लिखतबाट कानूनी रूपमा हक स्थापित भएको जग्गामा हक मेट्ने गरी दूषित मनसायले एकलौटी रूपमा नामसारी दाखिल खारेज गरिदिने हकदैया विपक्षीहरूलाई छैन। लुकाई छिपाई समान हकदार दिदी बहिनीहरूले समेत बराबर खान पाउने गरी पारित लिखतको मनसाय विपरीत गराएको दूषित नामसारी कायम रहन सक्ने अवस्था नै छैन। जबसम्म शेषपछिको बकसपत्र लिखत अन्यथा प्रमाणित हुँदैन तबसम्म मेरो हक हनन हुने प्रश्न नै उठ्दैन। शेषपछिको बकसपत्र लिखत प्राप्त गर्ने सबै व्यक्तिको हक सुरक्षित रहिआएकोमा अन्यथा हुन नसक्ने हुँदा मालपोत ऐन 2034 को दफा 8 जग्गा पजनीको 2 क नम्बर बमोजिम 4 भागको 1 भाग जग्गा मेरो नाममा नामसारी दाखिल खारेज हुनुपर्ने कुरामा कुनै दुविधा छैन। यसरी शेषपछिको बकसपत्र लिखत बमोजिम विष्णुदेवी प्रधानको हकदार हामी नातिनीहरू समेत भएको र निजको छोरा नभएको कारण हामी छोरीहरूका तर्फका नाति नातिनाहरूले प्राप्त गरेको उल्लिखित घर जग्गाहरू बजै विष्णुदेवी प्रधानबाट त्यसपछिको बकसपत्र लिखत पाउने उत्तमलाल जोशी 1 र हामी दिदी बहिनी 4 जना समेतले बराबर बाणी खान पाउनेमा 1 जना जुलुम जोशीको 2018 सालमा नै परलोक भई निजको हक खाने हकदार समेत नभएकोले हामी बाँकी 4 जनाले दान बकसको 1 नम्बर बमोजिम शेषपछिको बकसपत्र लिखत बमोजिम नामसारी दाखिल खारेज गर्न संयुक्त रूपमा निवेदन दिई नरम करम मिलाई बाणी दिनुपर्नेमा उत्तमलाल जोशीले हाम्रो मन्जुरी बेगर उल्लिखित घर जग्गाहरू शेषपछिको बकसपत्र प्राप्त गर्ने अन्य हकदारहरू नदेखाई एक्लो हकदार हो भनी दूषित मनसायले आफ्नो नाममा नामसारी गराई निजको मृत्यु पश्चात निजका पत्नी गुणकेशरी जोशीले एकलौटी नामसारी दाखिल खारेज गरी एक्लो हकदार देखाई नामसारी दाखिल खारेज गरी जग्गा धनी प्रमाण पूर्ज बनाई केही जग्गा हक हस्तान्तरण एवं बिक्री वितरण हुने गरी लिखत पारित गर्ने कार्य बिल्कुलै आधार प्रमाण र तथ्यहीन छ। यस प्रकार 2001 सालमा पारित शेषपछिको बकसपत्र लिखतलाई दूषित मनसाय राखी बजै विष्णुदेवीको हक खाने हकदारमा आफू बाहेक कोही नभएको भनी शेषपछिको बकसपत्रको लिखत हकको स्रोत भएको कुरालाई मिति 2037 साल 8 महिना 15 गते उत्तमलालले आफ्नो नाउँमा नामसारी गराई जग्गा धनी प्रमाण पूर्जा लिई निजको मृत्यु पश्चात मिति 2052 साल 10 महिना 26 मा गुणकेशरी जोशीले मालपोत कार्यालय काठमाडौँबाट गराएको नामसारी दाखिल खारेज निर्णय दर्ता दान बकसको 1 नम्बर समेतको प्रतिकूल भई गैर कानूनी रहेको प्रष्ट छ। मुलुकी ऐन दान बकसको 2 नम्बर बमोजिम प्राप्त गरिएको शेषपछिको बकस पत्र लिखत बमोजिम दाताको मृत्यु पश्चात समान हैसियतका अंशियारहरूले
आफ्नो भाग जति मात्र मुलुकी ऐन जग्गा पजनीको 2 क नम्बर बमोजिम जहिले सुकै नामसारी दाखिल खारेज गराउन सक्ने कुरामा कुनै विवाद छैन। मुलुकी ऐन दान बकसको 5 नम्बरमा भएको हदम्याद प्रस्तुत मुद्दामा आकर्षित नहुने र जुन कुराको जरिया नै दूषित तवरबाट गरिएको हुन्छ उक्त कार्य बदर गराउन कुनै हदम्याद लागू हुन सक्दैन भनी सम्मानित सर्वोच्च अदालतबाट नेकपा 2066 अंक 7 नियम 8190 मा प्रतिपादित सिद्धान्त विपरीत सुरु काठमाडौँ जिल्ला अदालतबाट भएको फैसलालाई बदर गरेको उच्च अदालत पाटनको फैसलामा प्रमाण कानून एवं नजिर सिद्धान्तको गम्भीर त्रुटि देखिएकोले मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरी पाऊँ भन्ने समेत बेहोराको वादी सरोज जोशीको तर्फबाट मुद्दा साकार गर्ने पति भई आफ्नो समेतका तर्फबाट अमीर राज जोशीले यस अदालतमा पेश गरेको निवेदन पत्र। यसमा यी वादीहरूको मावली हजुरआमा विष्णुदेवी प्रधानले आफ्ना 2 छोरीका छोराछोरी उत्तमलाल जुलममाया नानी छोरी सरोज जोशी र नयनतारालाई शेषपछिको बकसपत्र गरिदिएकोमा विवाद नरहेको, सो शेषपछिको बकसपत्र बदर भएको भन्ने नदेखिएको प्रतिवादी सुनिललाल जोशीका पिता उत्तमलालले आफू समेतले प्राप्त गरेको शेषपछिको बकसपत्रबारे उल्लेख नै नगरी मावली हजुरआमा विष्णुदेवीको हकको घर जग्गालाई अपुतालीबाट हक हुने पैतृक सम्पत्ति जस्तो उल्लेख गरी नामसारी दर्ता गराएबाट विष्णुदेवी प्रधानले मिति 2010 साल 1 महिना 19 मा गरिदिएको शेषपछिको बकस पत्रबाट हक प्राप्त गर्ने वादीहरूको हक मेटाउने गरी दूषित किसिमले नामसारी दर्ता गरेको विषयमा दायर गरेको दूषित नामसारी निर्णय हकदैया र फिरात पत्र हदम्यादको आधारमा दाबी पुग्न नसक्ने ठहर्याएको उच्च अदालत पाटनको मिति 2075 1 महिना 20 को फैसलामा यस अदालतबाट प्रतिपादित सिद्धान्तहरू नेकपा 2069 8803 नेकपा 2066 07 नियम 8190 नेकपा 2066 अंक 3 8105 तथा नेकपा 2066 अंक 8 नियम 8201 तथा प्रमाण ऐन 2031 को दफा 3 र 54 समेतको व्याख्यात्मक त्रुटि भई न्याय प्रशासन ऐन 2073 को दफा 12 ख को अवस्था विद्यमान देखिएकोले मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ। कानून बमोजिम गर्नुहोला भन्ने बेहोराको यस अदालतबाट मिति 2075 11 महिना 12 मा भएको आदेश जिजु बजै विष्णुदेवी प्रधानबाट मेरा पिता उत्तमलाल जोशी समेत 5 जनाले 2001 सालमा अष्टलोह शेषपछिको बकस प्राप्त गरेकोमा शेषपछिको बकस पत्र पाउने मध्ये जुलुममाया जोशीको 2018 सालमा र शेषपछिको बकस पत्रदाता विष्णुदेवी प्रधानको 2023 सालमा परलोक भई बकस पाउने विपक्षी नयनतारा नानी छोरी कायस्थ र सरोज जोशी समेत बकस पाएको सम्पत्तिमा हक भोग परित्याग गरी बसेको हुँदा मेरा पिता उत्तमलालले एकलौटी भोग गरी आउनु भएको उक्त सम्पत्ति दाताको परलोक भएको 14 वर्षपछि 2037 सालमा एकलौटी नामसारी गरी लिनु भएको हो। पिता उत्तमलालको 2052 सालमा परलोक भएपछि आमा गुणकेशरीले नामसारी गरी लिई 2061 सालमा मलाई रजिस्ट्रेसन गरिदिनु भएपछि एकलौटी हक भोग गरेको जग्गामा 2070 सालमा विवाद उठी मुलुकी ऐन दान बकस महलको 5 नम्बरमा भएको हदम्यादको कानूनी व्यवस्था विपरीत सुरु काठमाडौँ जिल्ला अदालतबाट वादी दाबी पुग्ने ठहर गरी भएको फैसलालाई उच्च अदालत पाटनबाट फैसला उल्टी हुने ठहर गरेको कार्य न्यायपूर्ण र कानून सम्मत रहेको तथा पिता उत्तमलाल जोशीले मोही काजीमान महर्जन विरुद्ध मोही निष्कासन र घर भत्काई पाऊ मुद्दामा दाबी बमोजिम घर भत्काउने र मोही निष्कासन हुने ठहर गरी काठमाडौँ जिल्ला अदालतबाट मिति 2052 2 महिना 15 मा भएको फैसलालाई सदर गर्ने गरी मिति 2052 10 महिना 1 मा पुनरावेदन अदालत पाटनबाट फैसला भएको र सर्वोच्च अदालतबाट मिति 2053 साल 5 महिना 28 मा मुद्दा दोहोर्याउने अनुमति प्रदान समेत नभई मिति 2053 साल 9 महिना 22 मा चलम 852 बाट चलन पूर्जी पाई भोगक्षरण गरी आएकोमा विपक्षीले कुनै दाबी लिन सक्नु भएको छैन भन्ने समेत बेहोराको प्रत्यर्थी प्रतिवादी सुमनलाल जोशीले यस अदालतमा पेश गरेको लिखित प्रतिवाद। यस अदालतको ठहर यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरी पुनरावेदनको रोहमा दर्ता भएर नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निवेदक वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री शम्भु थापा र श्री पूर्णमान साक्य तथा अधिवक्ताहरू श्री राजीव आचार्य श्री हरिप्रसाद पौडेल र श्री जनक सिंह साउदले गर्नुभएको विद्वतापूर्ण बहस समेत सुनियो। निज विद्वान कानून व्यवसायीहरूले मिति 2001 साल 10 महिना 19 मा र नं 6464 बाट बजै विष्णुदेवी प्रधानका नाममा रहेका
विवादित किता नम्बर 864, 131, 165, 369, 661, 166 र सोमा बनेका घर लगायतका सम्पत्तिहरू अष्टलोह गैर गरी नाति नातिनीहरू नानी छोरी कायस्थ सरोज जोशी, नयनतारा प्रधान, उत्तमलाल जोशी, जुलुम जोशी समेत 5 जनालाई शेषपछिको बकसपत्र लिखत पारित गरिदिएकोमा बजै विष्णुदेवी प्रधानको परलोक भएपछि उहाँको नाममा दर्ता श्रेष्ठता कायम रहेका जग्गाहरू शेषपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई मिति 2037 साल 8 महिना 15 मा उत्तमलालले र निजको मृत्यु पश्चात गुणकेशरीले मिति 2052 10 महिना 26 मा आफ्ना नाममा दूषित मनसाय राखी जानाजान निवेदकको हक मेट्ने गरी दूषित नामसारी निर्णयलाई बदल गरी मिति 2001 साल 10 महिना 19 को शेषपछिको बकसपत्रको लिखतको वास्तविक हकवाला 5 जना रहेकोमा जुलुमको मृत्यु भएकोले 4 जनाले शेषपछिको बकसपत्र अष्टलोह गएर लिखतको आधारमा 4 भागको 1 भाग वादीको नाउँमा दाखिल खारेज गर्नुपर्नेमा अन्य हकदारहरूलाई नदेखाई लिखत पारित गरेको नाम सारी बदर प्रचलित कानून तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तका आधारमा हदम्यादभित्रै फिराद गर्न आएको देखिन्छ। साथै शेषपछिको बकस लिखत प्राप्त गर्ने सबै व्यक्तिको हक सुरक्षित रहिआएकोमा अन्यथा हुन नसक्ने र जुन कुराको जरिया नै दूषित तवरबाट गरिएको हुन्छ उक्त कार्य बदर गराउन कुनै हदम्याद लागू हुन सक्दैन भनी यस अदालतबाट नेकापा 2066 अंक 7 नियम 8190 मा प्रतिपादित सिद्धान्त विपरीत हकदैया खण्डित भइसकेको वादी दावी अनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेज समेत हुने ठहर गरेको सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 साल 3 महिना 22 मा भएको फैसलालाई बदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति 2075 1 महिना 20 मा भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी पाऊँ भनी गर्नुभएको तर्कपूर्ण अभिव्यक्ति समेत रहेको देखियो। प्रत्यर्थी प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री विष्णु भट्टराई र श्री भीम बहादुर गुरुङ तथा अधिवक्ता श्री गणेशमान प्रधानले मिति पिता उत्तमलालको 2052 सालमा परलोक भएपछि आमा गुणकेशरीले नामसारी गरी लिई 2061 सालमा छोराहरूलाई रजिस्ट्रेसन गरिदिनु भएपछि एकलौटी हकभोग गरेको जग्गामा विवाद उठी मुलुकी ऐन दान बकस महलको 5 नम्बरमा भएको हदम्यादको कानूनी व्यवस्था विपरीत सुरु काठमाडौँ जिल्ला अदालतबाट वादी दावी पुग्ने ठहर गरी भएको फैसलालाई उल्टी ठहर गरेको उच्च अदालत पाटनबाट भएको फैसला न्यायपूर्ण र कानून सम्मत रहेको तथा पिता उत्तमलाल जोशीले मोही काजीमान महर्जन विरुद्ध मोही निष्कासन र घर भत्काई पाऊ मुद्दामा दावी बमोजिम घर भत्काउने र मोही निष्कासन हुने ठहर गरी काठमाडौँ जिल्ला अदालतबाट मिति 2052 2 महिना 15 मा भएको फैसलालाई सदर गर्ने गरी मिति 2052 10 महिना 1 मा पुनरावेदन अदालत पाटनबाट फैसला भई मिति 2053 9 महिना 22 मा चनम 852 बाट चलन पूर्जी पाई भोग चलन समेत गरिआएकोमा विपक्षीले कुनै दावी लिन नसक्नु भएको र मूल विषय र विद्यमान कानूनहरूले गरेको हकदैया हदम्याद विहीन फिराद दावीमा उच्च अदालत पाटनबाट भएको फैसला सदर गरी पाऊँ भन्ने बहस प्रस्तुत गर्नुभयो। उल्लिखित बहस जिकिर समेत सुनि मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा उच्च अदालत पाटनको फैसला मिलेको छ छैन, पुनरावेदक वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो। 2 अब निर्णयतर्फ विचार गर्दा हामी शेषपछिको बकसपत्र प्राप्तवाला व्यक्तिहरूलाई समेत नदेखाई हाम्रो हक मेट्ने दूषित मनसायले किनम 864 र 336 समेतका जग्गाहरू तथा सोमा बनेका घरहरू समेत मिति 2037 8 महिना 15 मा उत्तमलालले र 2051 सालमा उत्तमलालको मृत्यु पश्चात श्रीमती गुणकेशरीले आफ्ना नाममा गराएको नामसारी लिखतको कानूनी मान्यता शून्य हुने हुँदा उल्लिखित दूषित नामसारी निर्णयलाई बदर गरी मिति 2001 साल 10 महिना 19 को शेषपछिको बकसपत्र लिखतको हकवाला हामी 5 जना रहेकोमा जुलुम जोशीको मृत्यु भएकोले 4 भाग लगाई 4 भागको 1 भाग म फिरादीले पाउने गरी मेरो नाममा समेत नामसारी दाखिल खारेज हुने गरी जग्गा धनी प्रमाण पूर्जा दिलाई पाऊँ भन्ने मुख्य फिराद दावी रहेको देखिन्छ। प्रतिवादीहरूको जिकिर हेर्दा पिता उत्तमलालले 2037 सालमा शेषपछिको बकसपत्र अनुसारको नामसारी दाखिल खारेज गर्नुभएको नभई बजैको सम्पत्ति हकदार नातिका नाममा नामसारी गर्नुभएको र बाबु उत्तमलालको परलोक पश्चात 2052 सालमा हकदार आमा गुणकेशरीले कानून बमोजिम आफ्ना नाममा नामसारी गराउनु भई शोमा अनवरत रूपमा भोगचलन गर्दै आइरहेको अवस्था हुँदा हदम्याद विहीन फिराद दावी खारेज भागी छ भन्ने प्रतिवादी गुणकेशरी जोशीको हकमा
मुद्दा सदर गर्ने छोरा सुनिल लाल जोशी र सुमन लाल जोशीको प्रतिउत्तर पत्र तथा फिरादी सरह म पनि आफ्नो हकको शेषपछिको बकसपत्रको सम्पत्तिबाट वञ्चित रहेको हुँदा उपयुक्त दोषी दर्ता गराउने व्यक्तिहरूले नै प्रत्यक्ष रूपमा हाम्रो हक मेट्ने कार्य गरी सोको दायित्व निजहरूले नै बेहोर्नु पर्ने हुँदा मैले तिर्न बुझाउनु पर्ने होइन भन्ने प्रतिवादी नानी छोरी कायस्थको प्रतिउत्तर जिकिर रहेको देखिन्छ। प्रस्तुत मुद्दामा वादी दावी पुग्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 3 महिना 22 मा फैसला भएकोमा सो फैसलालाई हदम्याद समेतका आधारमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति 2075 1 महिना 20 मा उल्टी हुने ठहर गरी फैसला भएको र सो उपर चित्त नबुझाई वादी सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति अमीरराज जोशीले पेश गरेको मुद्दा दोहोर्याई हेर्ने अनुमतिको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा यस इजलासमा निर्णयार्थ मुद्दा पेश भएको देखियो। 3 मिसिल संलग्न प्रमाण कागजातहरू हेर्दा मूल पुरुष गन्धर्व नारायणको 1989 सालमा मृत्यु भएको र निजकी पत्नी विष्णुदेवीको 2023 सालमा मृत्यु भएको देखिन्छ। निज गन्धर्व नारायण र विष्णुदेवीका छोराहरू नभएको र 2 छोरीहरू ज्यान बाबा र मकिना भएको र ज्यान बाबा तर्फबाट छोरा उत्तमलाल र छोरीहरू जुलुम र नानी छोरी तथा मकिनाबाट छोरा सरोज र छोरी नयनताराको जाय जन्म भएको देखिन्छ। यस स्थितिमा बजै विष्णुदेवी प्रधानले आफूलाई हेरविचार स्याहार सुसार तथा पालन पोषण गरी रिझाए बापत उत्तमलाल समेतका 5 जना नाति नातिनाहरूले मेरा हक भोगको सम्पत्ति बराबरी बाँडी खानु भन्ने बेहोरा उल्लेख गरी र नं 6464 को मिति 2001 10 महिना 19/5 बाट नाति नातिनीहरू उत्तमलाल जुलुम नानी छोरी सरोज र नयनतारालाई विभिन्न 5 किता जग्गाहरू र एउटा टिनले छाएको घर अष्टलोह शेषपछिको बकसपत्रको लिखत गरिदिएकोमा दुवै पक्षबीच मुख मिलेकै देखिन्छ। शेषपछिको बकसपत्र पाउने मध्येकी जुलुमको अविवाहित अवस्थामा नै 2018 सालमा मृत्यु भएकोले शेषपछिको बकसपत्र प्राप्त गर्नेहरू 4 जना कायम रहेको अवस्था देखिन्छ। 4 विष्णुदेवी प्रधानको मृत्युपछि निजको हक खाने म उत्तमलाल बाहेक अन्य कोही नभएको हुँदा बजै नाउँको जेठा मेरा नाउँमा नामसारी समेत गरी पाऊ भनी प्रतिवादी उत्तमलालले दिएको निवेदनमा मालपोत कार्यालय काठमाडौँबाट कि नम 165 131 369 661 166 समेतका जग्गाहरू उत्तमलाल जोशीका नाउँमा नामसारी हुने गरी मिति 2037 साल 8 महिना 15 मा निर्णय भएको देखिन्छ। यसरी उत्तमलालले नामसारी गराइलिएको जग्गा मध्ये नगर 20 किनम 864 को 010 बालाजु 2 ग किनम 336 को 0810 जग्गा गुणकेशरी जोशीले आफ्ना पति उत्तमलालको मृत्यु पश्चात उत्तमलालको हकदार 5 जना भएकोमा 5 जना मध्ये 4 जनाले म गुणकेशरी जोशीको नाममा नामसारी गर्न हक छोडिदिएका हुँदा मृतक उत्तमलालको नामबाट मेरा नाममा नामसारी गरी पाऊ भन्ने बेहोरा उल्लेख गरिदिएको निवेदनमा मालपोत कार्यालयको मिति 2052-10-26 मा भएको निर्णयबाट उत्तमलालको नाममा रहेका उक्त जग्गा श्रीमती गुणकेशरी जोशीका नाममा नामसारी भएको समेत देखिन्छ। यसरी तह हुँदै उल्लेखित जग्गाहरू बजै विष्णुदेवी प्रधानका नाउँमा रहेका जग्गाहरू नाति उत्तमलाल जोशीका नाउँ र निजबाट निजकी श्रीमती गुणकेशरीका नाउँमा नामसारी भएका आएको देखियो। त्यसकारण यी वादी प्रतिवादीका बजैले आफ्नो नामको जग्गा शेषपछिको बकसपत्र लिखतमा मेरो हकको सम्पत्ति बराबरी बाँडी खानु भन्ने बेहोरा उल्लेख गरी रनम 6464 को मिति 2001 10 महिना 19 बाट नाति नातिनीहरू उत्तमलाल जुलुम नानी छोरी सरोज र नयनतारालाई शेषपछिको बकसपत्र गरिदिएकोमा विवाद देखिँदैन। सो शेषपछिको बकसपत्र लिखत बमोजिम जग्गा निजको मृत्युपछि नाति उत्तमलाल जोशीले आफू बाहेक अन्य कोही हकदार नरहेको भनी झुटा बेहोरा पारी मालपोत कार्यालय काठमाडौँबाट निर्णय गराई निज उत्तमलाल जोशीको मृत्यु पश्चात निजको श्रीमती गुणकेशरी जोशीले नामसारी गराइदिएको अवस्था देखिन्छ। बजै विष्णुदेवी प्रधानले गरिदिएको शेषपछिको बकसपत्र लिखत अनुसार शेषपछिको बकसपत्र पाउने अन्य हकदारहरूलाई सो जग्गा उत्तमलालले 2037 सालमा नामसारी गर्दा मन्जुरी लिएको वा साक्षी राखेको अवस्था देखिँदैन। 5 वादीलाई मुद्दा दायर गर्नलाई हकदहिया नभएको र हदम्याद विहीन फिराद भएको भनी प्रतिवाद जिकिर रहेको देखिन्छ। त्यसपछिको बकसपत्रको लिखतको अस्तित्व कायम रहिरहेको अवस्थामा 2037 सालका लिखतमा उल्लेखित सबैले बराबर खान पाउने गरी बजैले दिएको शेषपछिको बकसपत्र
लिखत बमोजिमको जग्गा उत्तमलाल जोशीले नामसारी गरेको देखिन्छ। अब यी वादीले आफ्ना भाग हिस्सा अनुसारको दर्ता दाखिल खारेज गरी पाउन दायर गरेको फिराद दाबीमा प्रचलित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तहरूका आधारमा उच्च अदालत पाटनबाट भएको फैसलामा वादीको हकदया नपुगेको तथा हदम्याद विहीनताको अवस्था रहे नरहेको भन्ने विषय समावेश भएको देखियो। प्रस्तुत मुद्दामा शेषपछिको बकसपत्र पाउनेहरूले आफ्नो भागमा परेको सम्पत्तिलाई सम्बन्धित निकायबाट कानून बमोजिम नामसारी दाखिल खारेज गरेको समेत भएको देखिँदैन। त्यसैले पुनरावेदक प्रतिवादीहरूले लिएको जिकिर त्रुटिपूर्ण रूपमा जरिया नै दूषित तवरबाट भएको काम कारवाही निर्णयलाई वैधता दिनु न्याय कानून र विवेक सम्मत नहुने हुन्छ। सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने हुन्छ। यस सन्दर्भमा तत्कालीन मालपोत कार्यालय काठमाडौँले हकको स्रोतको लिखत हकदारहरूको पहिचान जस्ता विषयमा बुझी उपयुक्त निर्णय गर्नुपर्नेमा सो समेत नभएको पाइयो। शेषपछिको बकसपत्र लिखतको शर्त बमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने हुन्छ। लिखतको व्यवस्थालाई निष्क्रिय हुने गरी मनोमानी तरिकाबाट कार्य गर्न नमिल्ने भएको कारण नामसारीको निर्णयहरूबाट वादीहरूलाई प्रत्यक्ष हानि नोक्सानी पुग्न गएको देखिन आएबाट नामसारी गराउने कार्य त्रुटिपूर्ण देखिँदै अदालतले स्वीकार गर्नु न्यायसंगत हुँदैन। मुलुकी ऐन दान बकसको 5 नम्बरमा रहेको दान बकस पाउनेले 2 वर्षपछि हदम्याद लाग्दैन भन्ने उच्च अदालत ललितपुरबाट भएको व्याख्यालाई युक्तिसंगत भएको मान्न सकिएन। त्यसकारण रनम 6464 मिति 2001 10 महिना 19 को पारित शेषपछिको बकसपत्र लिखतमा यी वादीहरू समान हकदार देखिएको र वादीको हकलाई समाप्त गर्ने हेतुले समान हकवाला व्यक्तिले दूषित मनसाय राखी कपटपूर्ण रूपमा आफू मात्र हकदार रहेको देखाई आफ्नो नाममा नामसारी दाखिल खारेज गरेको कार्यबाट शेषपछिको बकसपत्र पाउने अन्य हकदारहरू वञ्चित रहन गएको देखिन आयो। 6 प्रस्तुत विवादका सम्बन्धमा रहेको कानूनी व्यवस्थातर्फ अवलोकन गर्दा मुलुकी ऐन जग्गा पजनीको 2 क नम्बरमा आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सार्नेमा समेत 35 दिनभित्र दाखिल दर्ता नगराई म्याद गुजारी बसेकोमा पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतीत भए पनि 10 रुपैयाँ लिई नामसारी दाखिल खारेज गरिदिनुपर्छ। यो ऐन लागू हुनुभन्दा पहिले जग्गाको नामसारी दाखिल खारेज गर्ने म्याद गुज्रेका कलमहरूमा समेत सो बमोजिम दस्तुर लिई नामसारी दाखिल गरिदिनुपर्छ भन्ने व्यवस्था उल्लेख भएको देखिन्छ। साथै मुलुकी ऐन रजिस्ट्रेसनको 1 नम्बरमा अचल सम्पत्ति भएकाको मानो छुट्टिएको लिखत वा मानो जोरिएको लिखत र अरू गैर अचल सम्पत्तिमा पर्ने शेषपछिको बकसपत्र लिखत गर्दा गराउँदा रजिस्ट्रेसन गराउनुपर्छ भनी उल्लेख भएको पाइन्छ भने ऐको 32 क नम्बरमा यस महलको 30 नम्बर र 32 नम्बरमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सो नम्बरहरूमा लेखिएको म्याद गुजारी दाखिल खारेज गराउन दरखास्त दिएमा जतिसुकै अवधि भए पनि 10 रुपैयाँ दस्तुरलाई नाउसारी दाखिल खारेज गरिदिनुपर्छ। यो ऐन लागू हुनुभन्दा अगावै त्यस्तो म्याद गुज्रिसकेकोमा पनि सो बमोजिम दस्तुरले नामसारी दाखिल खारेज गरिदिनुपर्छ भनी उल्लेख भएको पाइन्छ। त्यसैगरी मालपोत ऐन 2034 को दफा 8 को उपदफा 1 मा प्रचलित कानून बमोजिम लिखतको रजिस्ट्रेसन नामसारी दाखिल खारेज र लगत कट्टा गर्ने काम मालपोत कार्यालयले गर्ने गर्छ भनी उल्लेख गरेको पाइन्छ। 7 यस्तै समान प्रकृतिका प्रश्न समावेश भएका मुद्दामा यस अदालतबाट वृहत व्याख्या एवं सिद्धान्तहरू समेत प्रतिपादन भएको देखिन्छ। प्रतिवादी दुनाई यादव विरुद्ध जगदीश मण्डल धानुक समेत भएको दर्ता कायम मुद्दा नेकापा 2066 अंक 8 नियम 8201 मा स्रोत दूषित भएपछि सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ता फोडद्वारा खण्डित भएको जग्गाको हैसियत बनी मूल जग्गा सरह दूषित हुन्छ। कानूनी बाटो अनुसरण गरी अदालतबाट फैसला गराई हक हस्तान्तरण गरेको भन्ने आधारले दूषित दर्ताको हैसियत परिवर्तन हुन सक्दैन। यसरी ऐलानी जग्गा दूषित रूपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्तामाथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद हदम्याद लागि परेको भन्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ। त्यसैगरी वादी रत्नप्रसाद भट्ट विरुद्ध विपक्षी चित्रा कुमारी गुरुङ भएको लिखत बदर मुद्दा नेकापा 2066 अंक 7 नियम 8190 मा मूलत जग्गामा हक स्वामित्व हुने व्यक्तिमा नै सो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार रहन्छ। स्वामित्व नरहेको व्यक्तिले लिखत गरिदिन सक्दैन। लिखत गरिदिँदाको अवस्थामा स्वामित्वको परिचायक जग्गाधनी प्रमाण पूर्जामा नाम जग्गाधनीको रूपमा रहेको अवस्थामा मात्र सो सम्पत्तिको हक हस्तान्तरणको क्रिया सम्भव हुने पछि सो स्वामित्व अवैध रहेको अधिकार प्राप्त निकायले विधिवत ठहर
गरेको अवस्थामा सो दाताको हैसियत स्वामित्वविहीन सरह हुन पुग्छ। स्वामित्वको परिचायक जग्गाधनी प्रमाण पूर्जा नहुनु र हक हस्तान्तरण गर्दा सो रहेको भए पनि पछि सो आरम्भदेखि नै बदर हुनु कानूनका आँखामा समान अवस्था हुने, जग्गाको स्वामी नै नरहेको व्यक्तिले गरेको हक हस्तान्तरणलाई वैध मान्न नसकिने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ। साथै प्रतिवादी राम आधार प्रसाद यादव विरुद्ध राम अयोध्या प्रसाद अहिर समेत भएको नामसारी निर्णय दर्ता बदर अपुताली हक कायम मुद्दा नेकपा 2066 अंक 3 नियम 8105 मा कानून बमोजिम हुनै नसक्ने तथ्य र बेहोरा ढाँटेर वा झुट्टा बेहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानुपर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनुपर्ने भनी जुनसुकै बेहोराले गराएको दर्ता वा नामसारी दूषित हुन्छ। त्यसउपर असली हकवालाले कानूनको हदम्यादभित्र उजुर नगरेबाटै दूषित दर्ताले वैधता प्राप्त गर्न नसक्ने भनी व्याख्या भएको देखिन्छ। त्यस्तै प्रतिवादी बा कृष्ण श्रेष्ठ विरुद्ध रामेश्वरी श्रेष्ठ भएको अंश चलन मुद्दा नेकपा 2069 अंक 4 नियम 8803 मा त्यसपछिको बकस पत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकस पत्र स्वत क्रियाशील भई बकस पत्र दिनेको अंश हक बकस पत्र पाउनेमा सर्ने, त्यसपछिको बकस पत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वत क्रियाशील हुने हुँदा सो लिखत बमोजिम निजको हक भएको सम्पत्ति निजले 10 रुपैयाँ दस्तुर तिरी रजिस्ट्रेशनको 32 क नम बमोजिम जहिले सुकै नामसारी दाखिल खारेज गराउन सक्ने भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ। 8 उल्लेखित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तहरूको रोहबाट हेर्दा त्यसपछिको बकस पत्र पाउने मध्येका उत्तमलालले आफ्ना नाउँमा नामसारी दाखिल खारेज गरेकोमा सोही लिखतबाट हक स्थापित भएका अन्य हकदारहरूले कानून बमोजिम आफ्ना हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सार्नेमा समेत पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतीत भए पनि नामसारी दाखिल खारेज गरिदिनुपर्छ भन्ने कानूनी व्यवस्था र त्यसपछिको बकस पत्र लिखत गर्दा गराउँदा रजिस्ट्रेशन गराउनु पर्नेमा सो अनुसार अन्य हकदारहरूले आफ्नो नाममा नामसारी दाखिल खारेज गरेको अवस्था पाइँदैन। साथै नामसारी गर्ने निकायले पनि सम्पत्तिको लिखतमा भएको शर्तको विश्लेषण गरी हकदारहरू पहिचान गर्नुपर्नेमा सो नगरी नामसारी दाखिल खारेज गर्ने कार्यलाई दूषित स्रोत मानी सो जग्गा अन्यत्र हस्तान्तरण भई कित्ता फोडद्वारा खण्डित भएको जग्गाको हैसियत पनि मूल जग्गा सरह दूषित मान्नुपर्ने हुँदा जग्गा दूषित रूपमा दर्ता गरेको अवस्थामा त्यस्तो दर्तामाथि प्रश्न उठाउन हदम्याद बाधक हुन नसक्ने हुँदा फिराद पत्र हदम्याद नागी परेको भन्न मिल्ने देखिँदैन। त्यसपछिको बकस पत्र गरिदिनेको मृत्यु भएको र सो लिखत बदर नभएको अवस्थामा त्यस्तो बकस पत्र स्वत क्रियाशील भई बकस पत्र दिनेको अंश हक बकस पत्र पाउनेमा सर्ने र त्यसपछिको बकस पत्र लिखत बदर नभएको स्थितिमा दाताको मृत्युपछि सो लिखत स्वत क्रियाशील हुने हुँदा सो लिखत बमोजिम यी वादीको हक भएको सम्पत्ति रजिस्ट्रेशनको महलको 32 क नम बमोजिम जहिले सुकै नामसारी दाखिल खारेज गराउन सक्ने नै देखिन्छ। प्रस्तुत मुद्दाको जरिया नै दूषित भई अर्काको हक मार्ने मनसायले गराएको दूषित नामसारी दाखिल खारेज र प्रतिवादीले त्यसपछिको बकस पत्र पाउने अन्य हकदारहरूले जग्गा बकस पाएपछि आफ्ना नाममा दर्ता गराएको देखाउन नसकेको कार्यलाई हदम्याद नभएको भनी मान्न मिल्ने देखिएन। त्यसकारण हकदैया खण्डित भइसकेको र दान बकस महलको 5 नम्बरको हदम्यादभित्र आफ्नो हक कायम गराउन नसकी दाबी अनुसार नामसारी निर्णय बदर गरी नामसारी दाखिल खारेज समेत हुने ठहर गरेको सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071 3 महिना 22 मा भएको फैसलालाई उल्टी गरी फिराद दाबी पुग्न नसक्ने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको देखिएन। 9 अतः माथि उल्लिखित तथ्य प्रतिपादित सिद्धान्तहरू र विवेचना समेतको आधारमा मिति 2001 10 महिना 19 को र नम 6464 को पारित त्यसपछिको बकस पत्र लिखत बमोजिम हक हुने हकदारहरूलाई नदेखाई दूषित तवरबाट प्रतिवादी उत्तमलाल जोशीले मिति 2037 8 महिना 15 मा र गुणकेशरी जोशीले मिति 2052 10 महिना 26 मा मालपोत कार्यालय डिली बजार काठमाडौँबाट गराएको नामसारी दाखिल खारेज निर्णय कानून सम्मत नदेखिँदा सो लिखतमा भएको सम्पत्ति मध्ये 4 भागको 1 भाग बदर भई वादीका नाममा नामसारी दाखिल खारेज हुने देखिएकोले तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति 2075 1 महिना 20 मा भएको फैसला उल्टी भई वादी दाबी बमोजिम उक्त मिति 2001 10 महिना 19 को पारित त्यसपछिको बकस पत्र बमोजिम जग्गाबाट 4 भागको 1 भाग वादीले दाखिल दर्ता गराइदिन पाउने ठहर छ
अरूमा तपसिल बमोजिम गर्नु तपसिल खण्ड। माथि ठहर खण्डमा लेखिए बमोजिम उत्तमलाल जोशीले मिति 2037 साल 8 महिना 15 र गुणकेशरी जोशीले मिति 2052-10-26 मालपोत कार्यालय दिल्ली बजार काठमाडौँबाट गराएको नामसारी दाखिल खारेज निर्णय कानून सम्मत नदेखिँदा सो लिखतमा भएको सम्पत्ति मध्ये 4 भागको 1 भाग यी वादीको हकमा बदर भई निजका नाममा नामसारी दाखिल खारेज हुने ठहर गरेको सुरु काठमाडौँ जिल्ला अदालतबाट मिति 2071-3-22 मा भएको फैसला उल्टी हुने ठहरे आएको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति 2075-1-20 मा भएको फैसला उल्टी हुने ठहरेकोले वादीले पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फी रु 300 मात्र प्रतिवादीबाट भराई पाऊ भनी यस अदालतमा निवेदन दिएमा नियमानुसार गरी फिर्ता दिनु मिति 2001-10-19 को अष्टलोह शेषपछिको बकस पत्रसँग मिले भिडेको श्रेष्ठता प्रमाण हेरी वादीका नाममा दर्ता दाखिल खारेज गरिदिनु प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनु। उक्त रायमा सहमत छु। न्याय सपना प्रधान मल्ल। इजलास अधिकृत नारायण प्रसाद चापागाई। इति सम्मत 2079 साल माघ 18 गते रोज 4 शुभम।